हेलो एभ्रिवान। आज जेठ 15 गते आर्थिक वर्ष 83-84 को बजेट पब्लिस भइसकेको छ। यो भिडियो मार्फत चाहिँ मैले यो आर्थिक वर्षको बजेट साइज कति हो, कुन कुन सेक्टरमा कति कति खर्च गर्ने एस्टिमेट गरेको छ र कुन कुन सोर्सबाट चाहिँ कति कति पैसा उठाउने भन्ने एस्टिमेट गरेको छ भन्ने कुरा चाहिँ लिएर आएको छु। त्यो भन्दा पहिला चाहिँ बजेट भनेको के हो त्यो बुझौँ। बजेट भनेको चाहिँ कुनै पनि राष्ट्रको कुनै पनि देशको फाइनेन्सियल मिरर हो, जसले चाहिँ चालु वर्षमा कति खर्च गर्ने र त्यो खर्च गर्नको लागि पैसा चाहिँ कुन कुन सोर्सबाट कति कति उठाउने भन्ने कुरा एस्टिमेट गरेको हुन्छ र त्यसैलाई नै हामी बजेट भन्दछौँ। फर्स्टमा चाहिँ नेपालमा चाहिँ बजेट 1951 मा इस्यु गर्नुभएको थियो सुवर्ण शमशेरले, जुन बजेट साइज चाहिँ 52.5 लाखको थियो। र आज जेठ 15 गते आज 83-84 को बजेट साइज चाहिँ हाम्रो 2124 अर्ब 34 करोड छ। र त्यहाँमध्ये टोटल एक्सपेन्डिचरमा चाहिँ रिकरेन्ट एक्सपेन्डिचरमा चाहिँ 1270 अर्ब 98 करोड रहेको छ। क्यापिटल एक्सपेन्डिचरतिर 431 अर्ब 10 करोड रहेको छ। फाइनेन्सियल म्यानेजमेन्टमा चाहिँ 422 अर्ब 64 करोड रहेको छ। र त्यो सोर्सेस चाहिँ ट्याक्सबाट चाहिँ 1405 अर्ब 31 करोड ट्याक्सबाट उठाउने, फरेन ग्रान्ट्सबाट 61 अर्ब 74 करोड उठाउने र बाँकी रहेको 651 अर्ब 29 करोड चाहिँ फरेन लोनबाट र डोमेस्टिक लोनबाट उठाउने भन्ने कुरा एस्टिमेट गरिएको छ। फरेन लोन मार्फत 247 अर्ब 28 करोड उठाउने र डोमेस्टिक लोनबाट चाहिँ 410 अर्ब उठाउने कुरा छ। त्यहाँ 410 अर्ब मध्ये 245 अर्ब 98 करोड चाहिँ पहिलाको लोन नै रिपेमेन्ट गर्ने र बाँकी रहेको 164 अर्ब 11 करोड चाहिँ यो इन्टरनल लोन चाहिँ युज हुन्छ यो आर्थिक वर्षमा। त्यसै गरी हाम्रो ग्रान्ट्स चाहिँ 4 प्रकारका छन्। फाइनेन्सियल इक्वलाइजेसन ग्रान्ट, कम्पेन्सेटरी ग्रान्ट, स्पेशल ग्रान्ट र कन्डिसनल ग्रान्ट छ। फाइनेन्सियल इक्वलाइजेसन ग्रान्ट चाहिँ प्रोभिन्समा चाहिँ 61 अर्ब 50 करोड छ। लोकल लेभलमा 90 अर्ब 20 करोड डिस्ट्रिब्युट गर्ने लक्ष्य लिएको छ। कम्पेन्सेटरी ग्रान्ट मार्फत चाहिँ ग्रान्डमा चाहिँ प्रोभिन्समा चाहिँ 4 अर्ब 60 करोड, लोकल लेभलमा 8 अर्ब 93 करोड। स्पेशल ग्रान्ट चाहिँ प्रोभिन्समा चाहिँ 3 अर्ब 82 करोड, लोकल लेभलमा 9 अर्ब 40 करोड। कन्डिसनल ग्रान्ट चाहिँ प्रोभिन्समा चाहिँ 39 अर्ब 72 करोड, लोकलमा 206 अर्ब 8 करोड डिस्ट्रिब्युट गर्ने भनिएको छ। सेक्टर वाइज अब कति कति कुन कुन सेक्टरमा हाम्रो बजेट डिस्ट्रिब्युट गर्ने भनेको छ, यो चाहिँ यो सेक्टर वाइज हो। एजुकेसनल सेक्टरमा चाहिँ 281 अर्ब 30 करोड, हेल्थ सेक्टरमा 101 अर्ब 95 करोड, इन्डस्ट्रियल डेभलपमेन्टमा 65 करोड 65 करोड छ, स्पोर्ट्समा 4 अर्ब 3 करोड, कमर्सियल एन्ड सप्लाई सेक्टरमा 8 अर्ब 31 करोड, इन्फर्मेसन एन्ड टेक्नोलोजीमा 5 अर्ब 93 करोड, एग्रिकल्चर एन्ड लाइभस्टक डेभलपमेन्टमा 46 अर्ब 92 करोड, फरेस्ट इन्भाइरोमेन्ट एन्ड क्लाइमेट एडाप्टेसनमा 12 अर्ब 31 करोड छ। त्यसै गरी कल्चर एन्ड टुरिज्म सेक्टरमा 7 अर्ब 34 करोड, सिभिल एभिएसन सेक्टरमा 2 अर्ब 93 करोड, लेबर एन्ड फरेन इम्प्लोइमेन्टमा 3 अर्ब 63 करोड, साइन्स टेक्नोलोजी एन्ड इनोभेसनमा 3 अर्ब, इन्टरप्राइजेस फेसिलिटिजमा चाहिँ 50 करोड हो। यसरी चाहिँ हाम्रो एक्सपेन्डिचर डिस्ट्रिब्युट गरिएको छ सेक्टर वाइजमा।